कार आरामै हुनुहुन्छ। यो हाम्रो गाउँ हो होइन। यो हाम्रो मकैबारी हो। त्यहाँ दुईटा डगीहरू छन् उहाँ परतिर। थाहा छ छैन हेर्नु। यहाँ हाम्रो एउटा यस्तो आयुर्वेदी एउटा झार छ हेर्नु। म यसलाई टच गरेपछि अहिले यो पत्ता फिँजिएको छ होइन। अहिले यसो टच गरेपछि यसको पत्ता बन्द गर्छ हेर्नु। नमस्ते। कसैले भन्छ यसलाई नमस्ते झार, कसैले भन्छ यसलाई बुहारी झार। हेर्नु बुहारी झार चाहिँ किन भनेको भनेदेखि सायद बुहारी मान्छे लजाउने भएर हो के। अनि यसलाई चाहिँ ठ्याक्क यो चाहिँ आयुर्वेदमा यसको धेरै मान्यता छ, धेरै दबाई पनि हो यो।